शुभ बिहानी सुप्रभातम सबैमा म पुष्पल भुजेल आज फेरि म हजुरको समक्ष उपस्थित छु हजुरलाई नयाँ र नौलो र सहज र सरल सानो योग आसन सिकाउनको निम्ति र यसको निम्ति हामी योगा मेट्समा विश्राम गर्ने र दुई खुट्टालाई बेन्ड गर्ने र दुई हातले होल्ड गर्ने है र दुई हातले होल्ड गरेको पश्चात बिस्तारै बिस्तारै दुई खुट्टालाई हातलाई खिच्दै हामी माथि सिलिङतर्फ लानेछौँ। हामी आफ्नो अनुहारलाई आफ्नो टाउकोलाई पनि माथि सिलिङतर्फ तन्काउँदै लिएर जाने र यस अवस्थामा श्वास लिने छोड्ने श्वास लिने छोड्ने श्वास लिने छोड्ने यसलाई धनुष आसन भन्ने गर्छ। केही बेर त्यही अवस्थामा बसे फेरि विश्राम गर्ने र बिस्तारै बिस्तारै दुई हात दुई खुट्टालाई विश्राम अवस्थामा ल्याउँदै दुई खुट्टालाई आफ्नो स्थानमा राखिदिने र हातलाई पनि आफ्नो स्थानमा राख्दै हामीहरू मकर आसना गर्नेछौँ। मकर आसना यो एउटा आसना जसले हाम्रो शरीरलाई पूर्ण विश्राम दिने गर्छ र बिस्तारै बिस्तारै दुई हातको सहारा लिँदै आफ्नो दाहिनेतर्फ हामी करवटिनेछौँ र बिस्तारै बिस्तारै आफ्नो जग्गामा विश्राम गर्ने जसलाई हामी सुखासन भन्ने गर्छौँ। सुखासना यसको निम्ति आफ्नो ढाड सिधा दुई हातलाई घुँडा माथि राख्ने र यस आसनाको फाइदा धनुष आसनाको फाइदा यसले हाम्रो मोटापा धेरैभन्दा धेरै कम गर्ने गर्छ। हाम्रो पाचन शक्तिमा पनि धेरै सुधार ल्याउने गर्छ। यसले हाम्रो ब्याक हाम्रो ढाडलाई हाम्रो पेट जो एब्डोमिनल मसल छ यसलाई टाइट ल्याउने काम गर्छ र आशा छ नेक्स्ट भिडियोमा हामी फेरि यही उत्साह र जोसको साथमा हजुरको समक्ष भेट्नेछौँ। सी यू सुन।